आजको हाम्रो यात्रा जङ्गलतिर। आज म जङ्गलतिर जाँदैछु घाँस दाउरा गर्न, गोरु पनि सँगै लगेर। यो बिहानीको दृश्य। चौरमा चारैतिर बनमारा रहेको छ। यो चाहिँ चत्रोको बोट हो। अब चत्रो फल्ने सिजन पनि सुरु भइसक्यो। अहिले फुल हाल्न बाँकी रहेको छ चत्रोले। माथिपट्टि जङ्गलको दृश्य, चारैतिर जङ्गल रहेको छ। दृश्यमा देख्न सक्नुहुन्छ तपाईँहरूले। आजको यात्रा जङ्गलतिर। यो चाहिँ ऐँसिलीको बोट। अहिले फुल खिलिरहेको छ। एकदमै आकर्षक तरिकाले फुल खिलेको छ। अब फागुन चैतमा यो पाक्छ। एकदमै गुलियो हुन्छ, रसिलो। दृश्यमा देख्न सक्नुहुन्छ तपाईँहरूले औँसीलीको बोट फुल खेलिरहेको छ। पारेपट्टि पहाडको दृश्य, वन जङ्गलको दृश्य। यो चाहिँ हाम्रो बाबुबाजेले बनाएको चौपारी हो। अहिले भत्किसकेको छ। यहाँनिर पहिला पैँयोको बोट थियो, अहिले छैन। अहिले धेरै पुरानो चौपारी हो यो, बाबुबाजेले बनाएको। पारपट्टि हाम्रो गाउँको दृश्य, एकदमै आकर्षक, रमाइलो, मनमोहक रहेको छ ठाउँ। हिउँदको महिना भएर अहिले चारैतिर घाँस सुकेको छ। अहिले सबै सुक्खा भएको छ अहिले घाँस। अब पानी पर्यो भने चाहिँ हरियाली हुन्छ चारैतिर। बिहानीको समय एकदमै चिसो चिसो हावा चलिरहेको छ। जाडो महिना। एकदमै आकर्षक, रमाइलो रहेको छ ठाउँ। चराचुरुङ्गीको आवाज पनि आएको छ अहिले जङ्गलबाट बिहानको समय। एकदमै रमाइलो रहेको छ। आजलाई चाहिँ भिडियो यति बनाउँछु। तपाईँहरूलाई कस्तो लाग्छ भिडियो, सल्लाह सुझाव गर्नु होला मलाई। आगामी समयमा योभन्दा पनि राम्रो भिडियो बनाउने कोसिस गर्दछु। हस् त साथीहरू, सबैजना साथीहरूलाई धन्यवाद।